हुन्छ जयमसी सबैजनालाई। आज हामीले शनिबारको संगतिमा चाहिँ प्रस्थानबाट हेरिरहेका थियौँ अनि प्रस्थान च्याप्टरको चाहिँ समरी हामीले हेरिरहेका थियौँ अनि प्रस्थानलाई चाहिँ हामीले 4 भागमा चाहिँ विभाजन गर्न सक्दछौँ। सुरुको भागलाई चाहिँ हामी डोमिनेसनको खण्डमा हाल्न सक्दछौँ। त्यसपछि लिबरेसन, रेभेलेसन र आइडेन्टिफिकेसन गरी प्रमुख गरी चाहिँ 4 भागमा चाहिँ विभाजन गरिएको छ हैन। अनि यो यहाँ कसरी सुरु हुन्छ भने मिश्रमा चाहिँ जब इजरायलहरू आएका थिए उनीहरू 70 जना एउटा परिवार जसरी भएर आएको कुरा चाहिँ हामी भेट्दछौँ भने जब उनीहरू त्यहाँबाट निस्कदछन् अनि त्यसपछि उनीहरूको सङ्ख्या चाहिँ एकदमै बढेर चाहिँ उनीहरू एउटा राज्य नै भएर निस्केको चाहिँ हामी पाउँदछौँ है। अनि यो घटनामा चाहिँ हामीले मूलतः उनीहरूले त्यो उनीहरूको जर्नीको बारेमा चाहिँ लेखिएको छ अनि यसमा चाहिँ प्रमुख फिगरमा चाहिँ मोसा हुनुहुन्छ अनि मोसाले चाहिँ परमप्रभुले चाहिँ मोसालाई चाहिँ इजरायलीहरूलाई त्यो डिरेक्सन अथवा चाहिँ उनीहरूलाई रिप्रेजेन्ट गर्नको लागि बोलाउँदा मोसाले चाहिँ के गरेको छ भने उनले चाहिँ अनकानी गरेको छ अथवा चाहिँ बहानाहरू देखाएको छ कि उसँग त्यो गर्न चाहिँ लायक छैन भनेर चाहिँ उसले चाहिँ बहानाहरू बनाइरहेको छ है। तर परमप्रभुले चाहिँ कस्तो मान्छेलाई चुन्नुहुन्छ अनि कस्तो मान्छेलाई चाहिँ काबिल बनाउनुहुन्छ भनेर चाहिँ यहाँ उदाहरण चाहिँ हामीले मोसाबाट देख्न सक्दछौँ। जसरी उसले सुरुमा चाहिँ परमप्रभुको काम गर्न लागि चाहिँ अलि पर भागिरहेको थियो तर अन्तिममा चाहिँ उसले परमप्रभुको धेरै कामहरू चाहिँ अनि गरेको छ। तर सबै कुरा चाहिँ आफ्नोमा होइन तर परमेश्वरको इच्छामा परमेश्वरको शक्तिमा भर परेर चाहिँ अनि उसले गर्न सकेको छ भनेर चाहिँ हामी यो च्याप्टरहरू पढ्छौँ भने त्यहाँबाट हामीले बुझ्दछौँ। अनि त्यसै गरी जब उनीहरू वा यात्रामा हुन्छन् उनीहरूलाई चाहिँ धेरै कुराहरूको चाहिँ गनगनहरू सुरु भएको छ इजरायलीहरूको होइन। जसरी उनीहरूले खानको निम्ति पानीको निम्ति होइन त्यो गनगन गरेको कुराहरू चाहिँ हामी यहाँ भेट्दछौँ। उनीहरू त्यहाँ मिश्रमा चाहिँ यति लामो समयसम्म चाहिँ उनीहरू डोमिनेट भएर बसिरहेका थिए तर उनीहरू त्यहाँबाट निस्केको चाहिँ केवल 1 महिना 15 दिनमा चाहिँ उनीहरूले परमेश्वरसँग गनगन गर्न सुरु गरिसकेका छन्। उनीहरूले आफ्नो पास्ट लाइफ चाहिँ बिर्सिएर चाहिँ परमेश्वरसँग गनगन गर्न थालेको चाहिँ हामी पाउँदछौँ है। उनीहरूले खानाको बारेमा गनगन गरेको छन्, पानीको नपाएर गनगन गरेको कुराहरू छन्, धेरै कुराहरू चाहिँ हामी यहाँ भेट्टाउँदछौँ। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने चाहिँ हामीले चाहिँ परमेश्वरलाई चाहिँ अथवा चाहिँ ख्रिस्टलाई चाहिँ हामीले चाहिँ आफ्नो मुक्तिदाता भनेर साँच्चै नै चिनेका छौँ त कि अरूले चिनेको जस्तो ख्रिस्ट हुनुहुन्छ मात्रै भनेर चिनेका छौँ अथवा चाहिँ ख्रिस्ट एउटा मुक्तिदाता हुनुहुन्छ मात्रै भनेर चिनेका छौँ कि ख्रिस्ट चाहिँ मेरो मुक्तिदाता हो भनेर पनि चिनेका छौँ। तपाईँको र मेरो चाहिँ ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ भनेर तपाईँले आफ्नो पर्सनल रूपमा चिन्नु भएको छैन भने चाहिँ अनि त्यो चिन्ने समय चाहिँ आएको छ। अनि हामी यहाँ हेर्दछौँ यहाँ धेरै विपत्तिहरू पनि आइलागेको छ अनि यो समयमा चाहिँ मिश्रमा जे कुराहरू पुजिन्थ्यो अथवा जे कुरालाई चाहिँ परमेश्वरभन्दा माथि राखेर चाहिँ हेरिन्थ्यो अनि ती कुराहरूमा चाहिँ विपत्ति आइपरेको चाहिँ अनि हामी यहाँबाट पनि देख्दछौँ है। अनि यसरी चाहिँ उनीहरू चाहिँ त्यो ठाउँमा डोमिनेट भएको कुरा अनि त्यसपछि त्यहाँबाट चाहिँ निस्केको कुरा हामी हेर्दछौँ। उनीहरूले धेरै अचम्मका कुराहरू देखेका छन्। लाल समुद्र 2 भाग भएको कुरा हामी हेर्दछौँ, चट्टानबाट पानी निकालेको कुराहरू हामी हेर्दछौँ। यी यति धेरै कुराहरू हेर्दै पनि उनीहरूले चाहिँ परमेश्वरसँग चाहिँ कहिलेकाहीँ गनगन गरेको कुरा चाहिँ हामी भेटाउँदछौँ है। तर यति धेरै गाह्रो परिस्थितिबाट अनि त्यो यात्राबाट चाहिँ उनीहरूलाई किन जानु पर्यो त अथवा इजरायलीहरूलाई चाहिँ त्यो बीच भएर चाहिँ किन गुज्रिनु पर्यो भने यो परमेश्वरको एउटा प्लान हो है, परमेश्वरको आइडिया हो यो। अनि यो चाहिँ उनीहरूको एउटा आत्मिकी लडाइँ पनि हो, यो आत्मिकी लडाइँको एउटा हिस्सा पनि हो। उनीहरूलाई चाहिँ त्यो आत्मामा चाहिँ बलियो बनाउने एउटा चाहिँ यात्रा पनि हो है। अनि परमेश्वरले चाहिँ यो यात्राबाट चाहिँ उनीहरूलाई एउटा पाठ सिकाइराख्नु भएको छ है। परमेश्वरले आफ्नो शक्तिको चाहिँ प्रदर्शन गरिराख्नु भएको छ। यो सबै कुरा चाहिँ मेरो अन्डरमा छ, मैले चाहेको सबै कुरा गर्न सक्छु भनेर चाहिँ परमेश्वरले चाहिँ एउटा नमुना चाहिँ देखाइरहनु भएको छ है। उनीहरू दासत्वमा थिए, उनीहरू अनिश्चितताको यात्रामा थिए तर उनीहरू त्यहाँबाट निकालेर चाहिँ परमेश्वरले चाहिँ दुध र मह बग्ने देशमा चाहिँ लाने प्रतिज्ञा जुन परमेश्वरले गर्नुभएको छ त्यो यात्रामा चाहिँ अनि उनीहरू छन् है। अनि परमेश्वरले चाहिँ मानिसहरूलाई कति
गहिरो अथवा चाहिँ गाह्रो परिस्थितिबाट लानुहुन्छ भनेर चाहिँ यदि हामी हेर्छौँ त्यो पार गरिसकेपछि चाहिँ त्यो परिस्थिति चाहिँ उनीहरूको लागि एउटा ब्लेसिङ हुन जाँदछ, उनीहरूको लागि चाहिँ एउटा अनुग्रह भएर जाँदछ भनेर चाहिँ यो कथाबाट चाहिँ हामीले बुझ्न सक्छौँ। हुन्छ, जय मसी।